जनताको राजकाजमा भएका बेला आफ्नै हात जगन्नाथ गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का पुग्ने गरी गिरिबन्धु टी स्टेटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको छ। ओलीले भूमाफिया पोस्ने गरी 2078 वैशाख 13 मा पूर्वी जिल्ला झापाको बिर्तामोडमा रहेको गिरिबन्धु टी स्टेटको 343 बिघा बढी जग्गा सट्टा भर्नाको निर्णय गरेका थिए। बुधबार प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा, प्रकाश मानसिंह राउ, सपना प्रधान मल्ल र सुषमालता माथेमाको संवैधानिक इजलासले ओली सरकारले महँगो जग्गा दिएर सस्तो मूल्यको जग्गा साट्न मिल्ने गरी गरेको निर्णयलाई अपरिपक्व भन्दै बदर गरिदिएको छ। सत्तामा हुँदा छेडखानी गरेका ओलीलाई सर्वोच्चले दोस्रो पटक पाठ पढाएको छ। उनको यसअघिको संसद विघटनको कार्य गलत भएको भन्दै सर्वोच्चले प्रधानमन्त्रीबाटै उतारेको थियो। फलत अहिले माफिया पोस्ने निर्णय समेत बदर गरेर फेरि झड्का दिएको हो।